साथीहरू वेलकम छ हाम्रो आजको भ्लगमा। हामी चाहिँ आज सुँगुर काटेको देखाउँछौँ फेरि हाम्रो भ्लगमा। सुँगुर काटिसक्यो, म चाहिँ अलिकति ढिलो उठेँ। सुँगुर काटेको देखाउँछौँ है हाम्रो भ्लगमा अहिले तपाईँहरूलाई। साथीहरू भ्लग कन्टिन्यू हेर्दै गर्नु होला है। बिहानको मेरमेरेको उज्यालो ल साथीहरू है। ल साथीहरू हेर्न अब हेर्नुहोस्। अब चाहिँ म देखाउने छु तपाईँहरूलाई हाम्रो। अब गिलास धारवाला गिलास लिन जानु लाग्यो किचनमा। उहाँ गएको थिएँ उता ग्यास लिन। यस्तो गिलास हुनुपर्छ, यस्तो धारवाला। हजुर अब गिलास काट्ने, अब बुङ्गुर खुल्काउने पोलेर। अब नयाँ तरिका बुङ्गुर पोल्ने। त्यसले भन्दा पहिला जला न जान्दैन कि दुईटा मात्रै ल्याइस्। यो दुईटा मात्रै छ। भिजाएर पनि छिटो हुन्थ्यो। यो माघ फागुन चैतमा आयो त भ्याइ भ्याइ भेट्दो रहेछ है। जति हेरे पनि यता हजुर यिनी छोडेको अब हरिका खेलिन हरिले आउनु क्याम्पमा हालिरहेको। म भर्ती देखिनु जाने बेला हर्किसन मामा आउनु भएको थियो। एकैचोटि भर्ती हुनु गएर कहाँ हुन्छ भर्ती हुनु मान्छे 25 सालबाट दुःख गरेको हुन्छ। यो तरिकाले पनि हुन्छ। अब काङ्ग्रेस एमाले माओवादी सब आउट हो। अब हेर, अब घन्टीमा पनि हाल्यो भने अब पुरा अमेरिका सेना घुमिसक्यो नेपालमा। घन्टीमा हाल्ने बित्तिकै अमेरिकाले हात पारिहाल्छ। अमेरिका सेनाहरू नाचिसक्यो। डोनाल्ड ट्रम्पको सेना आइसक्यो। सेनाहरू नाचिसक्यो। भारत नेपाल सरकारले चुनावको लागि देशको सेवा गर्ने मान्छे आर्मीलाई खटाउँछ। जम्मा भएको बरु यसो पारिबाट हेरेको त आउँ गर्नु। हो त्यो छैन। बुङ्गुर काट्नलाई रेडी। काटेर खानु जस्तो यहाँ अगाडि
हाम्रो बजै हुनुहुन्छ, साझाको घाँसबाट थाहा छ यो खाँदै खाउँ न हाम्रो मम्मी हुनुहुन्छ। भाउजूसित कुरा गऱ्यो घाँस ल्याएको छ र अस्ति ल्याएको हो अरे कि सक्यो होला कति केजी होला बाजे? 40 किलो कति? 40। छाबा यो माथि छतमा लगाउन त्यो पकाएको पनि बिग्रिन्छ नि ल ए लागेर लिनु छिमेर पकाएको कति राम्रो ज्याकेटमा मैला के माइलाको हुन्छ बुढी होइन विशेषज्ञलाई नै बोलाउनु पर्ने रहेछ आन्द्रा भुँडी धुने विशेषज्ञ त्यो आन्टीले जाने खाएर धुन हो र? चालीस भाग लगाऊ बच्चेको घरमा त बच्चेको सब ट्रान्सफर घरमा कति वर्ष लाग्यो भुटै हो म पनि त अलि अघि आएको हुँ म फेरि त्यो टेन्ट तान्ने त्यो टाङ्ने त्यो सम्याउन लागि म त राङ्गेको भुँडो अन्त लिएर आएँ माथि राख्नु आएछ हिजो भनेको त तपाईँलाई म त थाहा भयो नि त हामी चाहिँ माथि जाँदैछौँ हाम्रो घरतिर। मम्मी अन्त त्यो छान्नु पर्दैन है काटेर कस्तो ढिलो लाग्दो भएको मोटर गएर पानी हुन लगाना नि उसको महिनादेखि खानु भएन यो खानु भएन यो भुटोमा हाल्ने
पानी निस्केर पुग्यो बल्ल राम्रो हुन्छ त्यही भएर घरमा त्यही त सबै खाने भएन भने चाहिँ हुन्छ नि। पहिला मैले खाने त 2 वर्षले बस्दै अब नआउँदैन बडा तपाईँले खानुहुन्छ बुङ्गुर मासु त्यहाँबाट पैसा हाल्दै उ त सानो तिमी के कटौरा एउटै खाएर त के हुन्न के 2 गिलास 2 पातलो भएर हो हाम्रो नानीले गएर आमाको जग्गालाई लुटेर आफ्नो बजेले करायो भने हाम्रो मम्मीले एकदम मिठो के हुन्न त त्यो छ बाइकमा जाने होइन बे मैले अब उहाँ गानी मिले भए सालै पर्थ्यो अहिले अब मामा भन्न परेको छ ल भन्नु छामा हाई गरौँ त तपाईँ राम्रो खिच्छ तपाईँ कुन मोबाइल खै त देखाएको त्यो नयाँ वाला हो यो छामा यसमा त जुम गर्दा झन् राम्रो देखिन्छ है बाहिरको भन्दा जुम गर्दा झन् राम्रो देखिन्छ अबे खाएको किन चाहिँ अब दालेर आफू त राखेर फोनमा काटेर राख्नु त्यो बुवा चाहिँ खोइ आमा काम गर्न जाने फलफुल किन्ने यहाँ बस्नुहुन्छ मामाहरू समाउनु त दाइ यो सबै समाउनु फोटो खिचेको फोटो खिचेको टिकटक गर्ने हो गर्नुपर्छ यहाँभन्दा भड्डुमै खिच्न खिचिसके बाजे ए पुसाई भित्र नजाऊ है भनेको भान्से म ढाडको जोलेर बाहिर बाहिर मिठो छ तपाईँ पनि किन यस्तो उठाउनु पर्छ? जब 50 केजी मात्रै मासु पिसले के अलिकति केही हाल्नु दाल भाजी यो ढेमाङ पनि ढेमाङ हो उतो ओछ्याएर क्या यो हो त्यो ओछ्याएर अब छोल्याउनु भात त आइसक्यो हेलो एक थाल हाल आफूलाई